भन्छ बोल्दा हुन्छ पछाडिबाट हाम्रो गाडी यहाँ फसिरहेछ अब मास्टर के हाल्नु त यार एउटा ढुङ्गा हाल्न पर्यो नि काठहरू हैन काठहरू दिमाग लगाउँदै अर्चन दाइ हाम्रो ऊ काठको खजाना दे त्यो लिन त्यो त्यसमा नेल छ छोडिदिनु त ठिक छ नेल छैन नि ओके ऊ हाम्रो ह्यान्डसम अर्चन दाइ निकाल्नु पर्ने छ हैन हामीलाई दुई ठाउँमा राखौँ राख्दा हुन्छ निस्किन्छ र यसो अर्को पनि बस नेल नहोस् है होइन त टायर फेरि जान्छ खतरनाक तरिकाले फसिरहेको छु गाडी अब मास्टर माइन्डेड अर्चन हल्का डिग गर्नुपर्छ हैन सिधा राख्यो भने आउँदैन हल्का ओके डिग गरेर हटाम हजुर ओके ओके ल अब चाहिँ तपाईँ स्टार्ट गर्नु टेस्टको टाइम है हाम्रो अर्चन दाइ खतरनाक ड्राइभर हो नि फेरि जुम ल अल द बेस्ट है ठिक छ सिधा छ अगाडि गएर एकैपल्ट फोर्स हान्नु अलिकति अगाडि पछाडि अब एकैचोटि हान्नु क्या हल्का दबाइदेऊ त काट ओके ओके ल ठिक छ ल ओके 1 2 3 काठमै स्लिप गरिरहेछ हो र हो काठ हाल्यो अलिकति अगाडि आएको रगाई ओके ओके ल बिस्तारै अड्किया छैन बिस्तारै तर स्लिप गरिरहेछ अझै अगाडि गर्नु त्यसो पछाडिको टायर नै अड्केला हो वेट काग पुग्यो ए टुटो मार ओ सरी ब्लगमा त गाली दिइहाल्यो रे के हुन्न हान्नु त दाइ कि म शक्तिमान बनाऊँ उठाउँ गाडी दाइ धेरै अगाडि नजानु है भयो ल हाम्रो अर्थ दाइ सक्सेसफुल हुनुभयो कस्तो डेन्जर ड्राइभर हुनुहुन्छ ल अब टाइम टु चेन्ज द टायर ओके हाम्रो एभ्रिथिङ टायर चेन्ज गर्नको लागि होइन यति भएपछि मोर देन इनफ छ होइन हाम्रो लागि सो हामी पहिला उताको टायर चेन्ज गरिदिने होइन दाइ यहाँ पहिला यो गरौँ यो कुन हो समर हो कि त्यो विन्टर यो विन्टर हो यो निकाल्ने अनि त्यो समर हालिदिउँ अनि त्यो फ्रन्टको हानि गरौँला ओके ओके होइन हुन्छ हुन्छ ओके यो चाहिँ हाम्रो बेस हो होइन उठाउनको लागि कारलाई उठाउनको लागि यो चाहिँ लास्टै के अरे लास्टै लेस लोड ह्यान्डल गर्छ होइन यसले त्यही भएर नेभर गो अन्डर द कार होइन यसले होल्ड गऱ्यो नत्र मान्छे थिच्छ जस्ट टेम्परेरी हो होइन यो सो
put it here. Okay. अब चाहिँ टक्क चेक गर्यो ठिक्कको डिजायर छ कि छैन अनि माथि लिफ्ट गर्यो जब ठोकिन्छ यो त्यसपछि हाम्रो यो हुक गर्यो हैन यहाँ हुक गरेपछि यसमा चाहिँ यो छ सोल्टी यसलाई यसरी फसाए यहाँ बस ओके मुभ भएर म खोलिरहेको छु कि हुन त यसरी नै हो ओके भइरहेछ माथि गइरहेछ माथि गइरहेछ जस्तो लाग्यो उठिरहेछ कि अगाडिको चाहिँ भन्ने हो त्यो सानो टायर तर खोल्नै पर्छ त्यो टायर उठेको छ त उठिरहेछ अझै जमिन छोडेको छैन अहिलेसम्म त्यो टाइम लाग्यो भयो उठ्यो उठो त उठो अलिकति अझै दै कार त घुमिरहेछ यो टायर भइसक्यो हो उठो हेर्नु त हो है ओके गाडी बन्द गरिदिन्छु ल ओके लास्टै उठाए जस्तो लाग्यो यहाँ हाम्रो टायर उठिसकेको छ टायर उठिसक्यो है यसलाई चाहिँ हामीले अनटच गर्ने होइन त्यो छोडिदियो होइन अब चाहिँ हामीले होपफुली द स्क्रुज आर नट द्याट टाइट कता हो खोल्ने कता हो खोल्ने चाहिँ तल कि माथि खै यस्तरी कसिन्छ होइन चाहिँ तल घुमौँ पर्फेक्ट ओके Fucking hell. यो भयो अलवेज गो स्टार प्याटर्न होइन एउटा एउटा गर्दै खोल्नुहुन्न एउटा यो गऱ्यो भने यता 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 स्टार प्याटर्न तीन एक दो तीन त्यो खुलो यो छैन खुला छ यो एक दो तीन ओके चार this fucking piece of shit. Okay. Okay. All right.
यो स्क्रु बोल्टमा चाहिँ भित्र केही जान हुँदैन है, किनभने भाँचिन सक्छ। रिमलाई नै भाँचिदिन्छ अहिले हो। योहरू चाहिँ कहाँ सिक्नुभयो तपाईँ? सिकाएको एउटाले हो, एउटा कस्टमरको आएको थियो, त्यसले सिकाएको। एउटा टर्को मसिन भन्ने चाहिन्छ, टर्को मसिन चाहिँ छैन। त्यो फटाफट हुन्छ है। त्यसले एभ्री टायरको चाहिँ एउटा स्पेसिफिक लोड हुन्छ, त्यो लोडमा चाहिँ नट गर्नुपर्छ क्या टाइट। अनि हामीसँग त्यो चाहिँ छैन, ह्यान्ड टाइट गर्ने हो। ह्यान्ड टाइट गरेर अनि कहीँ गएर फ्रीमा गरिदिन्छ। ओके, यो टर्क गएर टाइट गरिदियो भनेर भन्यो भने तिनीहरूले फ्रीमा गरिदिन्छ। ओके ओके, नाउ डाइरेक्टली पुल आउट। पर्फेक्ट भयो। That's it. Now, when the tire is out, let's put some tire. हाम्रो समय टायर हो। अब म टायर चाहिँ किन्दैन होइन, 3 लाख लागिसक्यो यो गाडी। इन्जिनले पनि गिभअप गरिसके। त्यही भएर मलाई चाहिँ टायर किन्न मन छैन, जे छ त्यही लाउने हो, काम गर्ने हो। अब यहाँ चाहिँ एउटा ट्रिक छ है त, एउटा ट्रिक छ यहाँ होइन, म एकैछिनमा देखाउँछु के को ट्रिक हो भनेर। Excellent. All right. यहाँ चाहिँ एउटा स्क्रुमा लाउने होइन, बाँकी सब आफै अनि छुट्छ है। होइन आफै जाँदैन, यस्तो घुमाउनु पर्छ र के रहेछ गाडी। ओके, एउटामा पुसाउनु ट्राई गर्ने के भयो यार, उठाउनु पर्छ क्या हो गाडी। त्यस्तो थियो है, यसमा लाग्छ हावा धेरै भएर। ए गयो 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 है, गयो गयो। पर्फेक्ट। बस बस। ओके ल, राम्ररी क्लोजली देखाउँछु होइन। यो स्क्रुहरू छ नि, कोही तल छ कोही माथि फिट भएको छ नि, सेन्टरमा हुनुपर्छ सबै सेन्टरमा, सबै ठ्याक सेन्टरमा राख्नुपर्छ है त। अब कसरी राख्ने भन्ने एउटा ट्रिक छ सानो। पहिला एउटा स्क्रु हान्ने, ओके, पहिला एउटा स्क्रु हानौँ टक्क लगाएर। यसमा घुस्छ नि त्यो, यो घुस्छ। ओके, ओके, एउटा स्क्रु चाहिँ घुसायो होइन, हल्का हल्का ह्यान्ड टाइट गरेर फेरि सेक गर्ने। ओके, फेरि सेक गर्ने, हल्का मिल्यो है, सेन्टरमा मिल्यो। यसरी चाहिँ हामीले कहिले पनि हाल्नु हुँदैन, यो सफा गर्नुपर्छ। अलवेज गो स्टार प्याटर्न। ओके, स्टार, अलवेज स्टार। खुट्टा दुख। अगेन हल्का सेक, सेन्टरमा आउँछ अलिअलि, सेन्टर चाहियो हामीलाई।
तिनवटा गर्नु छ हजुर यो एउटा अर्को ए होइन दुईवटा एउटा मात्र सरी त्यो त निकालेर राख्दिनु यहाँ Okay, hand tight, टक्क shake, a little bit shake. फेरि लुज हुन्छ कहिलेकाहीँ स्क्रु मेक स्योर टु टाइट इट ओके लास्ट स्क्रु अनि त्यसपछि हामी टाइट गर्छौँ टर्क मसिन चाहिँ छैन बट स्टिल ह्यान्ड टाइट गरेर ओइल चेन्ज गर्न पर्ने छ कतै मेकानिकमा गएर टर्क पनि गर्दै भन्ने हो Now every screws are in place. अब पालो हाम्रो टाइट गर्ने यसको लागि टर्कको मसिन हुन्छ हैन जसले चाहिँ एउटा पर्फेक्ट लोड दिन्छ बट हाम्रो चाहिँ ह्यान्ड टाइटमा हो अलवेज गो स्टार प्याटर्न ओके बडी त्यो बडी कता हो यता त लुज हो यता हैन स्योर यस ओके हल्का टाइट गर्ने पहिला स्टार प्याटर्न यो गरे अब माथि ओके पहिला हल्का गर्यो मुभ स्टार प्याटर्न र्यान्डम सिरियल्ली नगर्ने डन डन अब हामीले चाहिँ सबै प्लेस के अरे ठिक्कको के हालेको छु ओके अब चाहिँ हामीले टर्कबाट गर्न पर्छ नेक्स्ट स्टेप चाहिँ हाम्रो टर्क मसिन युज गर्ने हो बट हामीसँग छैन हैन सो नथिङ वी क्यान डु जस्ट ह्यान्ड टाइट सबै चाहिँ कतिको टाइट भएको छ आफै फिल गर्ने हो त सेम टाइट जस्तो हुनु पर्यो सेम प्याटर्न 2 5 okay tight bro if you want to give it a shot buddy I'm tired okay you want to try खुट्टाले पनि गर्दा हुन्छ है खुट्टाले नगरेर भाँचिन सक्छ हातले जति दम लाग्छ त्यति गरेर भइहाल्यो मैले गर्न त गर्दिएँ जति सकिन्छ त्यति मात्र ओके नो प्रब्लम त्यही हो सिम्पल अब चाहिँ नेक्स्ट स्टेप हाम्रो चाहिँ त्यो विन्टर टायर त्यहाँबाट निकाल्यो हैन त्यो विन्टर टायरलाई चाहिँ अगाडि राख्ने बिकज दिस फकिङ सेट इज अ फ्रन्ट व्हिल ड्राइभ हैन जो चाहिँ विन्टरको लागि भेरी ब्याड यो चाहिँ इमर्जेन्सी टायर हिजो राति मुभ भएको अब यो निकालेर त्यो पछाडिबाट निकालेको विन्टर टायरलाई चाहिँ यहाँ हाल्दिने एन्ड द्याट्स इट नट बाइङ एनी फकिङ सेट टायर दिस विन्टर जस्ट you know
जे छ हामीसँग त्यहीबाट काम चलाउने हो Don't wanna spend a single fucking penny on this freaking car भयो ओके अब त्यो लुज गरौँ है त लुज गर उल्टा घुमाउने भइहाल्छ अघि त्यसरी गरेको थिएँ कि अहिले आफै उठ्छ बस्छ बसिरहेछ ए उठिरहेछ उठे जस्तो लाग्यो हो त्यसरी नै घुमाउ जहाँ जोर जोरले नै उठे खायो अब उठिरहेछ है बच्चा टायर बसेको फिल हुन्छ होइन अहिले एकैछिनमा बसिरह दुख्यो यार च्यात्न पर्ला जस्तो लाग्छ जहिले छुन्छ यार त्यो विन्टर के अरे समरमा चाहिँ तल जान्छ तर विन्टरमा चाहिँ टायरसँग चप्किन्छ अब अहिले तल गएपछि माइट बी के हुन्छ होला mau beda भयो हल्का हाल्छु तान्न मिल्छ हातैले जान्छु होला भयो डन ओके यो टायर चाहिँ ठिक देखियो यार योभन्दा होइन ठिक छ ओके नाउ अब यसको पालो चेन्ज गर्ने होइन भिडियो बनाऊ म आउँछु युजली के गरिन्छ भन्दाखेरि एकचोटि राख्यो भने पनि टाइट हाल्ने लास्ट हल्का टाइट त अलरेडी टाइट छ होइन ओके त्यही पनि ट्राई गर्ने कुनै मुभ भइसक्यो कि everything is good. Okay. This is good. Perfect. माटो Okay, let's lift this again. यो चाहिँ लिफ्ट सजिलै हुन्छ जस्तो लाग्यो मलाई यताको जमिन अलि माथि छ है माथि उठेको छ Alrighty. Shit. भइरा हो
उठिरहेछ है उठिरहेछ फिल नभएको यो त धेरै उठे जस्तो लाग्यो टायर चाहिँ उठाएन क्या अगाडि सकअप होला नि के रे सक हाम्रो बाइकमा हुन्छ नि सकट के भन्छ सकअप त्यो हुन्छ होला नदेखाऊ है यसै नदेखाऊ तर यो उठ्यो टायर उठेन नि किन अझ उठाऊँ यो भएस्तो ह्याक something is off. Yeah, something is off. Yeah, उठ्यो उठ्यो ए पहिला सक उठ्दो रहेछ हैन त्यसपछि चाहिँ you just have to try man you can figure everything यो चाहिँ इमर्जेन्सी टायर हो अलि सानो छ हैन त्यही भएर अलि मजाले नै उठाउनु पर्छ अर्को टायर हाल्न अर्को चाहिँ अलि ठुलो छ हाम्रो टायर मैले दाइ हजुर बिहान चलेगा दौड़ेगा Alright. घुमाउँदा थाक्नु भयो दाइ वाह तलै हो है तलै हो यो लास्टै कसाएको थिएँ क्या मैले मिस्टेक चाहिँ गऱ्यो हैन हामीले तपाईसँग त्यो गाडी धुने पनि छ है पाइप धुनुपर्छ हे गाइस यो युट्युब च्यानललाई अलिकति लाइक सब्स्क्राइब गरिदिनु अनि शेयर पनि गरिदिनु होला यस वेदर पनि राम्रै रहेछ तर जसले 5000 सब्स्क्राइबर ल्याइदिन्छ त्यसलाई यो कार गिभ अवे हो Always keep these nuts safe. के डस्टहरू आयो भने पछि यो नट लाग्दैन फिट हुँदैन हैन अनि धेरै युज गर्यो भने यो नै बोल्ड नै जान्छ क्या ओके सो अलवेज किप दिस नट सेफ फ्रम द डट धुनुपर्छ अब अर्को टायर दाइ लाउनुहुन्छ
यो टायर त कस्तो हल्को भाइ इमर्जेन्सीको लागि हो ब्रेक प्याड हो यो होइन ओके ब्रेक प्याड चाहिँ अझ पनि राम्रो छ हेर केही पनि छैन नि रस्ट होइन स्मुथ छ क्लिन छ होइन यो ब्रेक प्याड चाहिँ अलि एक्सपेन्सिभ हुन्छ 4 वटै चेन्ज गर्न पऱ्यो भने किनभने $800 जान्छ ओ मागो यो ब्रेक प्याडको Perfect. Locked and loaded. Not मसँग अनि हामी विन्टर टायर अगाडि हुनुपर्ने है लाइक यो फ्रन्ट व्हिल ड्राइभ हो फ्रन्ट व्हिल भनेको अगाडिको दुईटा चक्कामा चाहिँ इन्जिनले यो चक्का मात्र चलाउँछ ओके पछाडिको चक्का आफै चल्छ यो चलेको भएर ओके अनि त्यो पनि फ्रन्ट व्हिल हो टेस्ला चाहिँ 4 व्हिल ड्राइभ हो 4वटै व्हिलमा चाहिँ पावर हुन्छ ओके यहाँ चाहिँ फ्रन्ट 2 टायरमा पावर हुन्छ त्यही भएर विन्टर टायर यहाँ हाल्नुपर्छ पछाडिको टायर चाहिँ खालि यो चलेको बापत त्यो चल्ने बाइकको जस्तो बाइकको पछाडिको टायर हो नि त्यस्तै ओके सेन्टरमा राख्नुपर्छ अलवेज होइन यो चाहिँ सेन्टरमै छ त्यही पनि हामीले अहिले मिलाउँछौँ पहिला एउटा हल्का टाइट गरिदिउँ सेट गरिदिउँ बिट चेक गरौँ होइन सेन्टरमा होस् तर सेन्टरमै छ यो चाहिँ यसो हेर्दा यो चाहिँ सेन्टरमा छैन जस्तो लाग्छ गाडी पनि कम्तीमा कम्ती 10 साल भइसक्यो होला है 17 त्यही 10 साल 17 को हो 17 त्यही 7 साल भयो सही गानो सो भयो हाल्छ सेन्टरमा थ्रेडमा भएको सामानहरू हटाइदिउँ बेस्ट हो 7 वर्ष पुरानो गाडी तर पनि अर्चन दाले यस्तो मेन्टेन गरेर हिँड्नुहुन्छ मलाई टोरन्टो जानको लागि हो यार जनवरी 16मा 16 तारिकै त्यही त नत्र कसरी जानु January 16, 17 I have a flight to catch for my home country Nepal. It's been long 3 years now. It's been long 4 years. 4 वर्षपछि नेपाल जाने हो टक्क 30 दिन बस्ने हो रमाइलो गर्ने हो 4 वर्षपछि है 4 वर्षपछि त्यही भएर जान मन लाग्यो क्या ओके अब यसपछि आई मिन के गर्ने कसो गर्ने हुन्छ नि त ओके टाइम टु कस इट टाइम टु कस्ने अगेन अलवेज गो स्टार प्याटर्न हल्का हल्का टाइट गरिदिउँ पहिला स्टार प्याटर्नमा यो चाहिँ होइन खास है टर्कको रेन्ज हुन्छ एउटा टर्कवाला ओके कति लोड दिने भनेर अनलाइन हेर्नुपर्छ होइन यो गाडी हुन्डाई इलेन्ट्रामा चाहिँ कति लोडको त्यो टर्क दिनुपर्छ भनेर अनलाइन हेर्ने ठ्याक्क सेट गर्न मिल्छ क्या यस्तरी त्यो यस्तो गरेर लोड गर्न मिल्छ अनि ठ्याक्क लोड गरेर प्रेसर हान्यो भने लास्टै इजिली हुन्छ यस सबै गरेँ तर यहाँको टायरहरू अर्को अल सिजन हुन्छ होइन विन्टरमा पनि चलाउन मिल्छ खास तर हार्स विन्टरमा चाहिँ मिल्दैन त्यही भएर विन्टर टायर चाहियो स्पेसली नर्थमा टोरन्टोतिर चाहिँ जहिले सिटीले क्लिन गर्छ जहाँ 3 इयर्समा चाहिँ मैले
के अरे अल सिजन नै युज गरेको थिएँ विन्टर टायर चाहिँ नर्थमा रिसेन्टली मुभ भएदेखि वी निड एक 2 3 fucking hell 4 5 Now you do, brother. I tried my best. I'm tired now. Oops. Whew. यति भएपछि गाडी चाहिँ चल्छ जिउस अब त्यहाँ चाहिँ हाम्रो समर टायर आयो ओके हाम्रो पुरानो टायर चाहिँ हिजो त्यो भएको टायर पनि निकाल्दिउँ हैन भयो झारिदेऊ यो टायर हो जुन चाहिँ यहाँ चाहिँ यो रिम गयो हैन आई होप यु क्यान सी म कतै पट होल यो पहिला पनि ड्यामेज भएको थियो के गरे फिक्स गरेको थियो हैन लास्ट प्रिभियस ओनरले अनि मैले नि पोटोलमा हाने सायद त्यही भएर यो रिम चाहिँ गयो अब लिक भइरहेछ त्यही हो बट इट्स ओके ए सरी यो ठाउँमा चाहिँ ए यहाँ चाहिँ लेखेको छ है उता भन्दा पनि एब्सोल्युटली ओके नो प्रब्लम अनि मसँग चाहिँ वासर नि छ हामी चाहिँ टायर क्लिन गर्दियौँ क्लिन गरेपछि लोड गर्दियौँ फर अनदर इमर्जेन्सी कहिले आयो भने Okay, let's get the tire. चाहिँ लो गरिरहेछ अहिले म चाहिँ यो टायर धोएर राख्दिम नेक्स्ट टाइम कहिले इमर्जेन्सीमा काम लाग्छ हैन Okay, need to turn it on. हेर्नु पाइप नै पुरा रमाइलो पाइप छ पानीको प्रेसरले पुरा लोड भइरहेको Alright, that's all. हामी चाहिँ अब यो लोड गर्छौं हैन टायर अनि जिपी गएर ओइल चेन्ज गर्ने ओइल चेन्ज गर्नलाई मसँग हेभी त्यो लिफ्टर छैन दैट आई क्यान गो अन्डरनेथ द कार त्यही भएर जिपी जान्छु or some other place let's see and we are done thank you